नमस्ते, म कीर्ति मगर। कीर्ति मगर च्यानलमा तपाईहरुलाई स्वागत गर्दछु र म कीर्ति थापा मगर। आज म तपाईहरुलाई भिडियो देखाउँदै यो मरुभूमिमा कति विकास गर्न सकिन्छ र के गर्न सकिन्छ भन्ने कुरा अब यही समुद्रको पानीलाई अब थुनेर ठुलोसरी हैन पानी लिएर आएर फेरि यही नै रेस्टुरेन्टहरु र संसारकै सबभन्दा अब अग्लो बिल्डिङ बुर्ज खलिफा भनिन्छ यसलाई, यो दुबई मल भित्रबाट पनि आउन सक्नुहुन्छ र कुनै पनि ठाउँबाट आउन सक्नुहुन्छ र बिल्कुलै छुट्टै तपाईलाई फिल हुन्छ यहाँ घुम्दाखेरि। यो म करिब एक हप्ता तपाईहरुलाई मैले यही बुर्ज खलिफाको यही एरियाको चाहिँ मैले भिडियोहरु क्लिपहरु चाहिँ हालिराखेको छु। आज केही मेरो कुराहरु राखौं, यो यहाँको भाइब्स, यहाँको यो इन्भाइरोमेन्ट, यहाँको बिल्कुल छुट्टै भाइब्स आउँछ, त्यसको बारेमा चाहिँ तपाईहरुलाई केही राखौं भनेर हेर्नु। मरुभूमिमा पनि यतिको तपाईहरुलाई सिस्टम हुनुपर्छ, रुल्सले काम गर्नुपर्छ भन्ने कुरा यो हो। राम्रो उदाहरण चाहिँ यो दुबईले चाहिँ दिएको छ। यो चाहिँ डाउनटाउन एरिया हो बुर्ज खलिफाको, ओल्ड टलेस्ट बिल्डिङकै साइडमा भएको। यही रेस्टुरेन्टहरु साइडमा राखेर यस एकदम सिस्टमेटिक पाराले चाहिँ बनाएको चाहिँ एउटा राम्रो एकदम राम्रो छनक एउटा म्यानेजमेन्ट, वेल म्यानेजमेन्ट र रुल्सले काम गरेको चाहिँ अहिले वर्ल्डमै टप 10 मा 2-3 नम्बरमै तपाईको सेफ्टी घुम्नलाई चाहिँ सेफ्टी जग्गामा चाहिँ यो दुबई पनि आउँछ। सो त्यसैले धेरै टुरिस्टहरु यहाँ सिस्टमेटिक पाराले चाहिँ आएको हुन्छ र तपाईहरुलाई यस्तै भिडियोहरु छोटो भिडियोहरु क्लिपहरु चाहिन्छ भने हेर्न मन पराउँछ भने फिडब्याक दिनु होला, कमेन्टमा लेखिदिनु होला। र आजलाई यति भन्दै यति नै मैले भिडियो क्लिप राख्दै तपाईहरु सामु बिदा हुन चाहन्छु। जय नेपाल, नमस्ते।